हेलो साथी हो, मेरो पसलमा चाहिँ चोरी भएको छ। यो रोड क्रस गरेर आउने आइमै चाहिँ चोर्नी हो। मैले सेकेन्ड पार्ट भिडियो अलिक जुम गरेर यो चोर्नीको फेस अलिक मजाले चिनियोस् भनेर मैले बनाएको हो साथी हो। तपाईहरु कसले चिन्नुहुन्छ सक्दो शेयर गरिदिनुहोस् र यो चोर सामु पनि पुगोस् र यो चोरको फ्यामिली आफ्नो आफन्त सबैले देखोस् है साथी हो, देखोस् र यसलाई लाज होस्, अबदेखि कहिले चोर्दिन भन्ने यसको मनमा आओस्। अनि कसले चिन्नुहुन्छ मलाई कमेन्ट गर्नुहोस्। अब ठुलै रकम नभए पनि ठुलो सानो जे सामान भए पनि चोर भनेको चोरै हो साथी हो। तपाईहरु सबैले प्लिज यो भिडियो चाहिँ सक्दो जति सक्दो शेयर गरिदिनु होला है साथीहरु। तपाईं यस्तो राम्रो मान्छे हैन, तपाईं भन्नु न, त्यो मान्छेको पनि आउन दिए है। तपाईं यति राम्रो मान्छे हुनुहुन्छ हैन, केमा जब गर्नुहुन्छ, तपाईले कम से कम त्यसरी चोर्नु त भएन नि त, भोगेन भन्नु त बोकेन मिस्टेक गरेर अनि मिस्टेक गर्नु भयो, बिर्सिनु भयो, तर तपाईले त्यसरी राम्रो हैन। अरु जस्तो मान्छे भएको भए तपाईलाई थप्पड हान्छ कि हान्दैन भन्नु त। तपाईको पनि इज्जत छ। अब एउटा छोरी मान्छे हो, के गरेर बसेर खानु भएको छ, कस्तो अवस्था छ मलाई त थाहा छैन। तपाई केमा जब गर्नुहुन्छ भन्नु त। मलाई इन्स्योरेन्स हो। कुन इन्स्योरेन्स? नेपाल हो।